यो मैले पोले हो यो भर्खर यति हुँदैछ अब एउटा भनिसक्यो के पर्खेको तिमीहरू रोटी ए हावा खाएको अनि तिमी चाहिँ किन सिसी रोटी पर्खेको के पर्खेको साथी दिएको भन्न अनि तपाईँ चाहिँ के हो टुलटुल रोटी पर्ने मान्छेलाई म साथ दिएको आगो फुक्नेदेखि लिएर मोल्नेदेखि ए लिएर तेलदेखि बेचारा घिउदेखि लिएर चामलदेखि लिएर कुट्नेदेखि लिएर हरेक चिज त्यस्तो गर्ने यही जीवन राई हो कुमार राई अनि तपाईँ चाहिँ के कामले उपस्थित तर यत्रो के काम र साथ दिन्छु मोडलिङ गर्नु त एकचोटि डान्स गर्नु त मलाई है लाने बरी है लु मिसान अब ऊ पनि नाच लु मन्याङ्गु है ल है है गुड मर्निङ दिपा गुड मर्निङ भन्नु न चिया खानुभएको ओके अनि विजया दशमीको शुभकामना तपाईँलाई शुभकामना दसैँको भनेको ए शुभकामना तपाईँ पनि शुभकामना भन्नुहोस् न त अनि यो तपाईँको अब टिभीमा आउँछ है टिभीमा म टिभीमा लगाइदिन्छु तपाईँको ए अनि आज त अनि दसैँको बेला अनि चिया खानुभएको हजुर ए भरे त यस्तो चिया हुँदैन त यस्तो पो हुन्छ त भरे त फेरि है अनि रोटी पनि खानु नि त नि भाउजू चाहिँ यहाँ रुँदै हुनुहुन्छ किन रुनु भएको बिहान बिहान नरुनु है नरुनु दसैँको बेला रुनु हुँदैन हाँस्नु पर्ने छ नाच्नु पर्ने अन्त छ अब आज त इन्जोय गर्नुपर्ने छ काम पनि गर्ने हो हैन नाच्ने हो दर्रो आज जसले राम्रो नाच्छ होइन कम्पिटिसन जान्छ है आज आज चाहिँ जान्ने भयो आज कसले डान्स राम्रो गर्छ होइन दिपा उसलाई पैसा दिपाले राम्रो नाच्नु भयो भने दिपालाई पनि पैसा त्यही त हो नि अब सुँगुरको मासु नभए हुँदैन दसैँ चल्दैन त्यही हो बिहान उठेको बिहानको भ्लग गर्नु बिर्सेछु रातिको उठेको चाहिँ अब मर्निङ भ्यू यस्तो त पानी पर्दैछ दसैँ झरी दसैँ यसपालि त यस्तो छ साना हाँचिदेऊ आमा मेरो राजाको फर्स्ट दसैँ नि मेरो राजा कसले लगाएको त सिधा म हिम्सु सिधा हो नि हिम्सु सिधा हो न भनेको क्या यो चाइना र नेपालको बिचको तरुल हो तिमी है अब तिमीहरू निस्कि तिमी यहाँ उतो भयो भने यी बहिनीहरूको उतो हुन्छ दिदीलाई साथ दिनु है ल पढाइमा राम्रो हुने सबैभन्दा
नेक्स्ट इमान्दारी मेरो छोरा हो ल मान्दैन टिका लगाउनु अलिकति पनि टिका ल ल सालको हाम्रो नौदोरको बनेको 2010 भाडो बस्नु दोस्रो हिमाल भाडो जस्तो सगरमाथा चलाउँदा भने फाइलोटसम्म जति खुसी भए पनि जे गरे पनि जति गाली गरे पनि तर तपाईँको मन चाहिँ सफा छ है त्यही चाहिँ खुसी लाग्छ मलाई है गली गली गाली गर्नुहुन्छ जे गर्नुहुन्छ जसरी गर्दा पनि तर मन दुःख पर्दाखेरि दसैँमा जमाना राख्नु न त मलसीको धुना मिठो जमरा र टिका बसदिनमा फर्किआयो रमाइलो चाडा दुई हातले थाप्नु धुना मिठो जमरा र टिका गुड बॉय बसदिनमा फर्किआयो रमाइलो चाडा अर्को कहाँ गयो मिसो यता ए बिर्सिन्छ से हातमा निको पुत्र ल ग्रुपिङ फोटो खिच्नु न त आउवा भन्दै खाउवा गर्नु भएको खोइ आउवा ए चेपा चेपा कच्ची गानी आउवा गुड कस्तो भयो मन्याङ मिठो भयो माम खाने दाल र माम दसैँ खाना म जेठा छोरो एसएमआर एसएमआर तपाईले राखेको यो नाम ब्ल्याकम्यान ब्ल्याक एसएमआर एसएमआर साम्बाङ हिमाल राई
ओके ओके थ्याङ्क यू हिमाल माइला माइला छोरो जेठो छोरो किसान होइन अनि जेठी दिदी सुर्जा सुर्जा कला जेठी दिदी बङ्कहरू चाहिँ एकदम ठेट हाम्रो राईतिर मेरो नातिनी सबभन्दा डिजेको छोरी फर्स्ट 2000 राजे बजूदेखि समस्या कार्य पठायो पनि 2082 सालको दशहरा दिपावलीको उपलक्ष्यमा नातिनीको हजारको आएर आमाको प्यारो यो छोरा है दशरथी जाने त्यो गाउँको कथा बुद्धि पायो मान्छे किन्ने अब हुन्छ है जो है म पनि बदमासे मान्छे नै हो आशीर्वाद लाखौँ लाख आशु होस् तिमीहरूलाई मग्गा चल्यो नातिनी कति रेन चल्यो कति रेन 2000 जे भए पनि गर्छु बाबु मैले नै आगार्नु तिमी अलि सोचिछस् के अरे बाबुदेखि दिने थाहा नआऊ तिमीहरू राम्रो आम भयो यो कता कति छ डिग्री हो यो त डिग्री तल बस त अलि तल पनाथी हिमालय कान्छ यो पुता दिन बाजेर ब्याट्री लो भएको होला हो प्रतिबन्ध यो चाहिँ साईको बस्यो ख्याल गर्दैमा मेरो पैसाहरू हुँदैन नि 10 रुपियाँ दिनु न तपाईँले मलाई तपाईँ चाहिँ तपाईँको परेर मक्ख परेको मक्कै परेको हेर त फुच्चेले हालेको पऱ्यो क्या मनी हो मनी हाङको पर्यो हो वा फेरि पनि थाहा छ माथि बाजे
ट्याक्सी कुर्दै दसैँ मनाउन टिका लाउन फेरि जाँदैछन् हाम्रो दर्शकहरू बिजो कसै कसैको यहाँ चाहिँ झन्डे मकुट खेल्दै हुनुहुन्छ मजाको कालो भएछ है त्यो सोया सस हालेर खोराको पनि छ नेवारी स्टाइल है स्न्याक्स होइन यो के अरे यो मिक्स भेजिटेबल चाइनिज त्यहाँ पुग्यो भने त यहाँ मासु पकाउँदैछु यहाँ नयाँ नयाँ क्या मेरो नयाँ नयाँ दिनु पऱ्यो क्या देखाइ यहाँ नयाँ 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 दिनु पऱ्यो यता किन खाममा दिनु है बेकारमा को यो काले पर्सि नेम कालेको यस्तो कालेको खै हो आरसी भयो त्यो चुपचाप छ त अनि भएबरको सबै दिन्छु हौ मेरो छोरा त यो पनि दिन्छु मेरो छोरालाई यो पनि दिन्छु भएबरको सबै दिन्छु ल एसीमा पास हुनु भन्नु न एसीमा पास भइहाल्छ नि अब यसपालि भएबरको सबै दिनु पर्यो मेरो छोराले पास भइहाल्छ है पास त भइहाल्छ ग्रीन कलरको रेड कलरको है अन्त के कलर ब्राउन कलरको सबै ल जुत्ताको जमाना निकाल्नु एउटा खोलेर त कुटी निकाल्नु उयो छ त त्यहाँ हो होइन लु के अरे सुगन्धा अन्त दिसे चाहिँ ल